हेर्नुहोस् त, एउटा सिङ्गो सहरको बीचबाट सयौं रोपनी जग्गा कसरी गायब हुन सक्छ? आजको यस विश्लेषणमा हामी एउटा यस्तो 50 वर्ष पुरानो रहस्यको पर्दाफास गर्दैछौँ जसले पोखराको सहरी विकासको कथालाई नै नयाँ मोड दिएको छ। यो कथा हो पोखरा बस पार्कको हराएको जग्गाको। कुनै समय एउटा भव्य सार्वजनिक सम्पत्तिको रूपमा परिकल्पना गरिएको यो ठाउँ बिस्तारै कसरी व्यक्ति र संस्थाहरूको कब्जामा पुग्यो। साँच्चै भन्नुपर्दा यो सुन्दा पत्याउनै गाह्रो लाग्छ। आज हामी प्रमाण, तथ्याङ्क र इतिहासलाई केलाएर हेर्नेछौँ कि आखिर यति ठूलो सार्वजनिक सम्पत्ति कसरी बिलाएर गयो। ल, अब यसको गहिराइमै पुगौँ। यहाँ प्रस्तुत गरिएको तथ्याङ्कले जो कोहीलाई पनि झस्काउन सक्छ। सोच्नुस् त, सुरुवातमा जब यो बस पार्कको परिकल्पना गरिएको थियो त्यतिबेला करिब 205 देखि 207 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। यो भनेको निकै ठूलो क्षेत्रफल हो। तर अहिले सरकारी कागजात र नागरिक अभियानहरूले निकालेका तथ्याङ्कहरू हेर्ने हो भने यो विशाल क्षेत्र खुम्चिएर जम्मा 19 देखि 50 रोपनीको बीचमा मात्रै सीमित हुन पुगेको छ। सयौं रोपनी जग्गा आखिर गयो कहाँ? यो एउटा यस्तो प्रश्न हो जसले दशकौंदेखि चित्तबुझ्दो उत्तर खोजिरहेको छ। र यो तस्बिरले सबै कुरा छर्लङ्ग पार्छ। ग्राउन्ड जिरोको अवस्था कस्तो छ भनेर बुझ्न यो निकै महत्त्वपूर्ण छ। एकातिर त्यो फराकिलो मूल सिमाना छ जुन विशुद्ध रूपमा सार्वजनिक उपयोगका लागि छुट्याइएको थियो, र अर्कोतिर आजको यथार्थ छ, एउटा अत्यन्तै साँघुरो, चारैतिरबाट मिचिएको क्षेत्र। माथिबाट लिएको यो दृश्यले कानुनी र प्रशासनिक रूपमा भएको जग्गाको क्षयीकरणलाई भौतिक रूपमै प्रमाणित गरिदिन्छ। यो केवल अङ्कहरू घट्नु मात्र होइन क्या, यो त सार्वजनिक खुला स्थानको प्रत्यक्ष विनाश हो। भाग 1, एक भव्य दृष्टिकोण। आखिर सुरुमा यो कस्तो हुनेवाला थियो त? यो जग्गा कसरी अतिक्रमण भयो भनेर बुझ्नु अघि हामी अलिकति विगतमा फर्किनुपर्छ। यो ठाउँको इतिहास र यसको पछाडिको मूल उद्देश्य के थियो त? यो केवल एउटा साधारण बस पार्क मात्र थिएन, यो त एउटा आधुनिक सहरको परिकल्पना थियो। 2030 को दशकमा पोखराको सहरी विकासका लागि निकै ठूला योजनाहरू बनेका थिए। तत्कालीन अञ्चलाधीश शङ्करराज पाठक र योजनाकार पदम बहादुर छेत्रीको पहलमा 2031 सालमा एउटा विस्तृत गुरु योजना तयार पारिएको थियो, अनि त्यही योजना अनुरूप 2032 सालमा यो जग्गा अधिग्रहण गरियो। तर विडम्बना हेर्नुस् त, जुन ठाउँ एउटा आधुनिक बस पार्क बन्नुपर्ने थियो त्यो अहिले 50 वर्षपछि आएर सरकारी निकाय र अतिक्रमित संरचनाहरू बीचको द्वन्द्वको अखडा बनेको छ। भर्खरै मात्र चालु महिनाको 8 गते समितिले ती संरचना हटाउन 35 दिने सूचना जारी गरेको छ। एउटा सुनौलो सपना कसरी विवादमा परिणत भयो भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। भाग 2, यो ठाउँ कसले ओगटेको छ त? यो निकै रोचक छ। अब स्वाभाविक रूपमा प्रश्न उठ्छ, ती हराएका सयौं रोपनी जग्गामा अहिले कसको रजाई चलिरहेको छ त? आधिकारिक तथ्याङ्कहरूले यसको छर्लङ्ग तस्बिर दिन्छन्। प्लट नम्बर 84 मा मात्रै हेर्नुहुन्छ भने 2472.13 वर्ग मिटरभन्दा बढी जग्गा एउटा संस्थाले पक्की भवन नै बनाएर प्रयोग गरिरहेको छ। त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले 124 वर्गमिटर जग्गा ओगटेको छ। जिफन्टले करिब 102.5 वर्गमिटर जग्गा लिएको छ। अझ अचम्मको कुरा त के भने सुरक्षा र शिक्षाको नाममा सामुदायिक सिकाइ केन्द्र र प्रहरीले समेत 105 वर्गमिटर सार्वजनिक जग्गा प्रयोग गरिरहेका छन्। अब यो सूचीमा अझै रोचक कुरा के छ भने यहाँ राजनीतिक वा मजदुर सङ्गठन मात्र छैनन्। प्रतिष्ठित सहारा क्लबले 98 वर्गमिटर, एउटा निजी खेलकुद पसलले बस पार्कको मुख्य भागमै 95 वर्गमिटर र कला संस्कृतिमा सक्रिय हिमाली सांस्कृतिक परिवारले 89 वर्गमिटर जग्गा ओगटेका छन्। त्यति मात्र कहाँ हो र, पोखरा उद्योग वाणिज्य सङ्घको सिकाइ केन्द्रले पनि 68.25 वर्गमिटर जग्गा ओगटेको छ, अनि एउटा सार्वजनिक शौचालय समेत 83 वर्गमिटर सडकको जग्गामा बनाइएको छ। यसले के देखाउँछ भने जसले जहाँ पायो त्यहाँ सार्वजनिक जग्गामा आफ्नो हिस्सा खोजेको देखिन्छ। तर कुरा यतिमै सकिँदैन नि, यहाँ अर्को एउटा ठूलो सङ्ख्या पनि जोडिएको छ, 400। तथ्याङ्क अनुसार करिब 400 सुकुम्बासी परिवारहरूले यसै बस पार्कको जग्गामा बसोबास गर्दै आएका छन्। यसले गर्दा यो पुरै विषय केवल कानुनी छिद्रको कुरा मात्र नभएर एउटा अत्यन्तै जटिल सामाजिक र मानवीय मुद्दाका रूपमा पनि खडा भएको छ। भाग 3, आखिर यति ठूलो अतिक्रमण कसरी भयो त? ल, अब हेरौँ यो सब कसरी भयो। यति धेरै जग्गा रातारात पक्कै अतिक्रमण भएको होइन। सरकारी सम्पत्ति बिस्तारै निजीकरण हुँदै जाने यो प्रक्रियाको पछाडि नागरिक अभियानहरूले एउटा सुनियोजित चलखेलको सङ्केत गरेका छन्। हेर्नुस्, सबैभन्दा पहिला त 205 रोपनीको स्पष्ट सरकारी निर्णय थियो।
तर बिस्तारै समय बित्दै जाँदा नक्सामा हेरफेर गर्न थालियो, कागजातहरू चलाइयो। यो कुनै एकजना व्यक्तिको मात्र काम हुँदै होइन। यसमा सरकारी कर्मचारी, राजनीतिक नेतृत्व र भूमाफियाहरूको गहिरो मिलेमितो भएको गम्भीर आरोप नागरिक अभियानकर्ताहरूले लगाएका छन्। र यसको अन्तिम नतिजा झनै उदेका लाग्दो छ। चौथो चरणमा आइपुग्दा सार्वजनिक जग्गा कागजातमा नै खुम्चिन पुग्यो। 250 रोपनी भनिएको जग्गा जादुमय तरिकाले घटेर 19 रोपनी जस्तो अत्यन्तै सानो अङ्कमा सीमित भयो। अनि अन्त्यमा जुन जग्गा सर्वसाधारणको सुविधाका लागि अधिग्रहण गरिएको थियो नि, त्यो सफलतापूर्वक व्यक्तिगत, व्यापारिक र संस्थागत फाइदाका लागि प्रयोग हुन थाल्यो। यो एउटा यस्तो प्रशासनिक विफलता हो जहाँ सार्वजनिक सम्पत्तिले निजी स्वार्थको अगाडि पुरै घुँडा टेक्यो। भाग 4, निष्कासनको अन्तिम चेतावनी। दशकौंको मौनतापछि अब भने परिस्थिति फेरिएको जस्तो देखिन्छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण अङ्क हो 35। पोखरा उपत्यका नगर विकास समितिले बिना अनुमति निर्माण गरिएका सबै संरचनाहरू हटाउन कडा निर्देशन दिँदै 35 दिने निष्कासन सूचना जारी गरेको छ। यदि यो समयसीमाभित्र संरचनाहरू खाली गरिएन भने कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ। यो सामान्य सूचना मात्र पक्कै होइन, यो त सरकारले आफ्नो बुमेको सम्पत्ति फिर्ता ल्याउन चालेको एउटा निकै कडा कदम हो। वर्तमान स्थानीय सरकारको अडान कति कडा छ भन्ने कुरा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको यो भनाइ सुन्दा प्रष्ट हुन्छ। उहाँले प्रष्ट रूपमा भन्नुभएको छ, अब कुनै पनि हालतमा छोडिन्न। समग्र क्षेत्रको अध्ययन भइसकेको र अब एक्सन लिने समय आएको यो कडा चेतावनीले वर्षौंदेखि जरा गाडेर बसेका संस्थाहरूलाई पक्कै पनि ठूलो धक्का दिएको हुनुपर्छ। यता सरकारको यो कदमसँगै नागरिक समाज पनि चुप लागेर बसेको छैन नि। उनीहरूको माग एकदमै स्पष्ट छ, पूर्ण पारदर्शिता। जनस्तरबाट उठेका प्रमुख मागहरू के छन् त भन्दा, एउटा स्वतन्त्र छानबिन समिति गठन गरियोस्, बसपार्कको मूल नक्सा र कागजातहरू बिना ढिलाइ सार्वजनिक गरियोस्, र यति ठूलो जग्गा हिनामिनामा संलग्न जो कोही भए पनि उनीहरूमाथि कडा कानुनी कारबाही होस्। उनीहरूको एउटै मात्र अन्तिम लक्ष्य भनेको जनताको सम्पत्तिको रूपमा रहेको सार्वजनिक जग्गा जसरी पनि जोगिनुपर्छ भन्ने हो। अब अन्त्यमा एउटा ठूलो प्रश्न बाँकी रहन्छ। आधा शताब्दी लामो अतिक्रमण, हराएका कागजातहरू, राजनीतिक दबाव र सयौं मानिसहरूको बसोबास। यस्तो जटिल अवस्थामा के यो 35 दिने अल्टिमेटमले साँच्चै काम गर्ला त? के अधिकारीहरूले यो गुमेको सार्वजनिक सम्पत्ति फिर्ता ल्याएर त्यो सुरुवाती भव्य दृष्टिकोणलाई न्याय दिन सक्लान् त? यो यस्तो प्रश्न हो जसको जवाफ आउने दिनहरूमा पोखराका सडक र अदालतहरूमा पक्कै पनि खोजिनेछ। यसबारे सोच्दै गर्नुहोला। आजको यो चर्चाबाट म बिदा हुन्छु।